खान थाल्यो होइन त्यो गनाउने मुख लिएर मेरो अगाडि नहो है यहाँ अब आजै छोडेको आज त गनाइहाल्छ नि अब यति बस्ने मेरो बजारतिर जाने छोरो बिग्रेर कामै नलाग्ने भइसक्यो त्यसलाई राम्रो बोर्डिङ स्कुल पढाउनु परेन पर्यो तरकारी खेतीसेती जे गर्ने उतै गरेर गर्ने सक्दिनँ म त यहाँ बस्न उतै घर बनाऊ खुरुक्क अनि तैँले भनेको सबै कुरा गर्ने भनेको छु त साथीलाई भनेर मैले जग्गा त हेर्न लागिसकेँ पर्सि हेर्न जाँदैछु नरिसान के कति रिसाउँछ बजार गएर फेरि त्यो दौरीलाई भेट्ने होला नि कहाँको कुरो कहाँ ल्याएर जोड्छ तेरै काकाको छोरी होइन त्यो जसको छोरी भए पनि बेहोरा राम्रो हुनु परेन अनि बाटोमा भेना भन्दै नमस्ते गर्दै आयो भने मैले फर्कनु परेन रातभरि सुत्न पाइन्न मैले तँलाई दिउँसै भनेको तल गोठमा गएर सुताउँला भनेर भनेको भने मान्न